आज चाहिँ हाम्रो घरमा यहाँनिर पूजाको तयारी हुँदैछ है। के तयारी हुँदैछ म यहाँ देखाउनु गइरहेको छु त। चाहिँ धान कुट्दैछन्। चिन्ता नभई त हुन्छ खानाहरू अहिले जे पाइँदैन बोले यहाँनिर काका यो धान काटेको धान कुटेकोलाई के भन्छ? धान कुटेकोलाई के भन्छ? छुम्बु होइन। आजको पूजाको यो के को लागि हो? माङको लागि धान यहाँनिर चामल कुट्दैछ। अनि यता रहेको छ हाम्रो काकाले चाहिँ यहाँ के बनाउन आँट्नु भएको यो? वाचिम कि वासिम? ए यता चाहिँ हाम्रो धामी बाजे यहाँनिर तयारी गर्नुहुँदैछ है। हस् बल गरेर कुटा है ठुलो भाइ। एउटा बिहा नहोस् नि फेरि। बाहिरको तयारी यहाँ के छ त? के छ तयारी? यहाँ चाहिँ अब हाम्रो के अरे सुँगुर बान्ने ठाउँ। आजको मौसम पनि हेरौँ है यहाँनिर के कस्तो छ त मौसम। आज चाहिँ घाम लागिरहेको छ। ट्याक्क लाएर घाम लागिरहेछ। छिटो छिटो खाजा खानु है। यहाँ पूजा सकेपछि खानु हुँदैन नि फेरि। मौसम हेर्दा चाहिँ बाउले मलाई कराउँदैछ। आज हिमाल चाहिँ देखिएन छ। सबै बिरुवाले छेकेछ। तिहार आइराखेको छ। तिहारमा ढक्कमको फुल फुलिरहेको छ है साथीहरू। परदेखि झ्याउपुरी पनि गरिरहेछ। कुटिएन चाहिँ छ।
किन आमा के गर्नु अरे